इभिनिङ गाइस साथीहरू, आज भने चाहिँ सन्डेको दिन बेलुका बेलुका पारेर चाहिँ यहाँ छुबा छु भाडिदिनु हो। दिन चाहिँ यस्तो छ, पानी पर्ला पर्ला जस्तो हो। यहीँसम्म आउँछ हाम्रो गाडी चाहिँ, यहाँदेखि अझै 2 घन्टा जस्तो लाग्छ हिँडेर जानुपर्छ हो। रोड त छ नि, गाडी जाँदैन हो, गाडी चाहिँ यहीँसम्म बस्छ हो। मनोज साले नि बलुवा रेडी बनायो, मेरो नि उपर रेडी छ। अब बलुवा बोकेर जानुपर्छ यो कालोमा। भर्खर खाजा साजा खायो, प्रिडेटर सिडेटर मोमो समो खाएर अब लाग्न आँटेको। त्यहाँदेखि चाहिँ यो उकालो सुई सुई लगभग नभनेको नि 5:30तिर त पुग्छ होला हौ हामी। बलुवा फेरि हामी कम्ती पुग्दैनौँ, यो खालको छ, ट्याप ट्याप हो बलुवा, फेरि दामी छ। अस्ति एक युटिलिटी लिएर यहाँ राखेको हो। अब जानुपर्छ यो बाटो हुँदै। ल त गाइस, भरे घर पुगेर तपाईँहरूलाई भेटौँला।